हेलो साथीहरू। आज चाहिँ एनपिएलको दोस्रो दिन रहेको छ र दोस्रो दिनको पहिलो म्याच र लाइभ कसरी हेर्ने भन्ने सबैको चाहना रहेको छ र यसै गरी लाइभ हेर्ने आज सम्पूर्ण जानकारी लिएर आएको छु कसरी हेर्ने त। र पहिला चाहिँ तपाईँहरू त्यहाँ प्ले स्टोरमा जान सक्नुहुन्छ र प्ले स्टोरमा गइसकेपछि त्यहाँ तपाईँहरू सर्च गर्नुहोला डिस होम भन्ने डिस होम गो आउँछ र यसलाई इन्स्टल गर्नुहोला। मैले पहिले नै इन्स्टल गरेको कारणले ओपन देखाएको छ र तपाईँहरूलाई पनि ओपन देखाउनेछ र त्यहाँ जानुहोला। सिधै तपाईँहरू एनपिएलको पेजमा आउन सक्नुहुन्छ अगाडिको देख्न सक्छौँ आजको म्याचहरू। र यसै गरी तपाईँहरूले पहिला चाहिँ रजिस्टर गर्नुपर्ने रहेको छ। मैले नै पहिले गरेको कारणले यसरी देखाएको छ भने तपाईँहरूले पहिला आफ्नो डिटेलहरू फुलफिल गर्नुहोला र त्यसै गरी अब सब्सक्रिप्सन लग्नुपर्ने रहेको छ लाइभको लागि। तपाईँहरूलाई धेरै पनि चार्ज रहेको छैन किनभने युट्युबमा लाइभ हुने छैन साथीहरू। मात्र 300 रुपियाँ रहेको कारणले इस्युमा टच गर्नु अथवा खल्ती जुन छ तपाईँहरू त्यसमा टच गरिसकेपछि यहाँ एउटा नम्बर आफ्नो नम्बर र पासवर्ड राखेर लगइन गर्नुहोस्। इसिया लगइन गर्नुहोस्। मैले आफ्नो यो फुलफिल आफ्नो नम्बर र पासवर्ड हालेको छु र यो ब्लर गरिदिएको छु किनभने प्राइभेट रहेको छ पर्सनल। त्यसै कारणले तपाईँहरूलाई यसरी 300 रुपियाँ डाइरेक्ट देखाउनेछ देख्न सक्नुहुन्छ र एउटा कोड माग्नेछ र कोड यसरी आउनेछ इसिया हाल र त्यो कोड चाहिँ म्यासेजमा गएर म्यासेजमा जानु होला र म्यासेजमा गइसकेपछि त्यो कोडलाई चाहिँ कपी गर्न सक्नुहुन्छ र के छ त्यो कोड चाहिँ तपाईँहरूले कपी गर्नुहोला। कपी गरिसकेपछि त्यो कोडलाई चाहिँ यहाँ अटोफिल गरिदिनु होला। अटोफिल गरिसकेपछि तपाईँको डाइरेक्ट अब प्रोसेस अन्तिम भएको छ र यसरी सक्सेस भएको छ। र आजको म्याच हुने चाहिँ तपाईँहरूले वाच नाउमा गइसकेपछि तपाईँहरूलाई क्लियरली म्याच देखाउनेछ र अहिले चाहिँ म्याच नभएको कारणले कुनै पनि म्याच देखाएको छैन भने आजको म्याच 11 बजे रहेको कारणले त्यो म्याच तपाईँहरूले सजिलैसँग सम्पूर्ण म्याचहरू यसरी हेर्न सक्नुहुन्छ साथीहरू।